हेलो एभ्रिवान, मेरो इन्डिया ब्लगमा तपाईँलाई स्वागत छ। आजको बिहानको सुरुवात हुन्छ मेरो घोगीको सुपबाट। अनि हजुरहरूले घोगी खानुभएको छ कि छैन? यदि खानुभएको छ छैन प्लिज कमेन्ट गर्नु होला। कस्तो लाग्छ? मलाई चाहिँ एकदमै मेरो चाहिँ फेभरेट हो। सो म चाहिँ राइडको लागि रेडी पनि भएँ। राइड फर्स्ट ट्रिप पनि लागिसकेको थियो। सो लागिसकेपछि म चाहिँ एकजना दाइलाई फर्स्ट राइडमा पर्नुभयो, उहाँलाई ड्रप गरेर चाहिँ पैसा लिएर फेरि अरू पनि राइड गर्दै मैले आज टोटल 20 राइड पुऱ्याएँ। सो 20 राइडमा चाहिँ मेरो समथिङ 2500 समथिङ लाइक त्यस्तै भएको थियो। सो अनि म चाहिँ बिहानको 7 बजे निक्लेको थिएँ भने अहिले चाहिँ ठ्याक्कै 11 बजेको छ होइन। सो मैले चाहिँ आज 5 घन्टा मात्रै क्याम्प गरेँ। त्यसपछि चाहिँ दाइहरूसँग मेरो प्लानिङ थियो मास्तिर चाहिँ यसो चिल आउट गर्ने भनेर होइन। सो चिल आउट गर्नको लागि चाहिँ हामीले दाइहरूसँग चाहिँ आज खाना नखाने भनेर चाहिँ खाना खाने टाइममा चाहिँ हामी रोटी खाने भनेर चाहिँ रोटी खानको लागि चाहिँ दाइहरू अनि साथीहरूसँग चाहिँ मास्तिर गयौँ अनि घर फर्क्यौँ। आजको दिन यसरी नै रह्यो। अनि लास्टमा चाहिँ म इन्डियालाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किन भन्दाखेरि चाहिँ हामीलाई एकदम चिल आउट एकदमै फ्रिडम दिनुभएकोमा। आफूलाई मन लाग्दाखेरि काम गर्न पाउने र मन नलाग्दाखेरि पनि केही फरक नपर्ने होइन। सो त्यसैले चाहिँ म एकदमै खुसी छु इन्डियामा। सो यदि तपाईँहरू पनि इन्डिया चलाउँदै हुनुहुन्छ भने चाहिँ प्लिज कमेन्ट गर्नु होला है त।